हामी जुन बेला यहाँ उभिराखेका छौँ, अहिले देशको अवस्था सामान्य अवस्थामा छैन। हामीले लामो समयदेखि आम देशवासीलाई के कुरा भन्दै आयौँ भने कांग्रेस कम्युनिस्टहरूले देशलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए भए पनि जुन ढङ्गबाट देशलाई अगाडि बढाइराखेका छन् त्यो बाटो ठिक छैन। त्यो बाटो ठिक छैन मात्र होइन, त्यसले देशलाई ढिलो चाँडो दुर्घटनामा पुर्याउनेवाला छ र त्यसको क्षति कांग्रेस कम्युनिस्टहरूले मात्र होइन, सिङ्गो देशले, देशवासीले बिहोर्नु पर्ने छ। त्यसकारण बाटो सच्याउनु पर्यो, बाटो सच्याउनु पर्यो भनेर हामीले निरन्तर रूपमा भन्दै आयौँ र हामीले आम देशवासीलाई अपिल पनि गर्यौँ कि यो बाटो सच्याउन यो दलहरू तयार भएनन् भने जनताले दबाब सिर्जना गर्नुपर्छ, जनता उठ्नुपर्छ। भएन भने चुनावमा जनताले मतबाट सच्याउनु पर्छ। हामीले निरन्तर रूपमा भन्दै आयौँ तर हाम्रो कुराको सुनवाई भएन। अहिले यहाँ आइपुग्दाखेरि हामीले भनेको कुरा सत्य रहेछ भन्ने कुरा प्रमाणित भएको छ र आज देश एउटा गम्भीर दुर्घटनाको मुखमा पुगेको छ। भदौ 23-24 गतेको घटना जुन हाम्रो आँखाले देख्नु पर्यो, थाहा भयो नि कांग्रेस कम्युनिस्टहरूले अब कांग्रेस एमाले माओवादी भनौँ भने माओवादीले त आफ्नो नाम पनि भन्न नमिल्ने भएर नामै फेरिसक्यो यो बिचमा, होइन? नामै फेरेर हिँडिसक्यो। माओवादी भन्यो भने त फेला परिएला भनेर नाम फेरेर हिँडिसक्यो। भनेपछि जे होस् त्यही कांग्रेस एमाले र त्यस बेलाका माओवादी यिनीहरूले देश चलायौँ भन्थ्यो, हामीले देश चलाइराखेको छौँ भनेर भन्थ्यो। तर कस्तो देश चलाएको रहेछ। प्रधानमन्त्रीले आन्दोलनकारीहरू आफ्नो ढोकासम्मै आइपुग्दैछन् भन्ने कुरा पनि थाहा पाउन सकेन, त्यस्तो सूचनासम्म राख्न सकेन, त्यस्तो अनुमानसम्म गर्न सकेन। सिंहदरबार चल्यो, संसद चल्यो, सर्वोच्च अदालत चल्यो। त्यो भनेको के हो? देशका तीनटा अङ्गहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तीनटै एकै क्षणमा ध्वस्त भयो। तर पुरै देशलाई, जनतालाई सुरक्षा दिने कुरा त परै जाओस्, त्यही सर्वोच्च अदालत, त्यही सिंहदरबार, त्यही संसद भवन मात्र होइन, आफू बस्ने प्रधानमन्त्री निवास, राष्ट्रपति भवनसम्म सुरक्षा गर्ने तागत सरकारसँग रहेनछ। भनेपछि कस्तो देश चलाइराखेको छ। अरू कुरा त हामीले परको भन्नै परेन। अलिकति राम्रो उपचार गर्नु पर्यो भने विदेश जानुपर्छ, छोराछोरीलाई अलिकति राम्रो पढाउनु पर्यो भने विदेश जानुपर्छ, विदेश पठाउनु पर्छ। घरमा व्यवहार चलाउन गाह्रो पर्यो भने रोजगारी खोज्न पनि विदेश जानुपर्छ। कृषि प्रधान देश भनेर भनिन्छ, 65% मानिसहरू कृषिमा संलग्न छौँ भनेर भनिन्छ। तर वर्षमा तरकारी, फलफुल र खाद्यान्न गरेर झन्डै खरबभन्दा बेसीको कृषिजन्य वस्तुहरू आयात गर्नुपर्छ, बाहिरबाट ल्याउनुपर्छ। भनेपछि देश कस्तो चलाएछन्, कस्तो बनाएछन् त कांग्रेस कम्युनिस्टहरूले। देश त्यति मात्र होइन, एउटा सिंहदरबार चल्यो, फेरि खडा गर्न सकिएला। सर्वोच्च चल्यो, फेरि खडा होला। संसद भवन चल्यो, फेरि खडा होला। तर देशै चल्यो भने, देशै रहेन भने के होला? आज ताल परेन भने
देश नरहने स्थितिमा पुगेका छौँ। हामीले बारम्बार भनेका छौँ, यत्रो धेरै पार्टीहरूको बग्रेलती, यत्रो धेरै पार्टीहरूको ताती लागेको बेला राप्रपा भन्ने अलग पार्टी किन चाहियो?